Hello guys, welcome to my first vlog हैन वेलकम टु माई च्यानल अल्सो अनि सृजना ढिङ्गाना अनि नाम चाहिँ अन्त हाम्रो सृजना मात्र भन्दा हुन्छ हैन अनि आज कस्तो घाम चलिरहेको छ हावा चलिरहेको छ हैन अनि घुम्न जाने दिन जस्तै भएको छ हुन चाहिँ तर निस्किन चाहिँ कहीँ पनि पाउँदैन हैन अनि त्यही भएर अब यहीँको हावा यसो खाँदै बस्छु अनि दिनभरि केही गर्न काम पनि हुँदैन अल्छी लाग्छ सो आजदेखिबाट चाहिँ मैले आफ्नो फर्स्ट भ्लग स्टार्ट गरेको हैन अनि मलाई खासै बोल्न केही पनि आउँदैन त्यही भएर हल्का नर्भस छु सो गाइस हेर्न सक्नुहुन्छ यो मेरो एकचोटि कपाललाई हेरिदिनु हैन हजुरहरू पक्कै पनि मेरो कपाल हेरेर चाहिँ हाँस्नु भइसक्यो होला किनकि कपालको हालत धेरै खराब छ पुरै बाक्लो छ कपाल काटेको बिग्रेको छ साइड मिलेको छैन के राखेको एक त मान्छे गतिलो छैन त्यसमाथि कपाल पनि गतिलो के भन्नु के अब आज चाहिँ मसँग गर्ने काम केही पनि छैन हैन किनकि अब कति 16 गते एक्जाम सकिएको थियो 11 को फाइनल एक्जाम त्यसपछि घरमा के नै गर्छु पेन्टिङ गर्छु डान्स गर्छु रिल्स बनाउँछु हैन ह्याङ गर्छु त्याङ गर्छु भनेर बसेको मान्छे म केही गर्न मन लाग्दैन फेरि केही काम नभएर अल्छी लाग्छ हैन अनि न त केही गर्न मन लाग्छ न त केही काम गर्नलाई देख्छु तर छन चाहिँ धेरै काम छ अनि मैले पहिल्यैदेखि चाहिँ भ्लग बनाउँछु भनेर बसेको थिएँ तर अब यस्तै हो एक त आवाज पुरै बोरा च्यातेको जस्तो हो हैन त्यसपछि अर्को कुरा भनेको त के भन्नु हैन मेरो पारा नै अलग छ पुरै 24 घण्टा नै म पागलै भइरहेको हुन्छु अनि अब त्यही पनि ठिकै छ बनाम न त हैन कसैलाई त यसो इन्ट्रेस्टिङ लाग्छ होला भनेर चाहिँ यसो स्टार्ट गरेको आजबाट यदि यो भ्लग नराम्रो लाग्यो भने चाहिँ हैन अलि वेट गर्दै हेर्दै गर्नु सायद मैले अलि राम्रो बनाउँदै जान सक्छु होला हैन अनि आज चाहिँ खै मलाई कस्तो कस्तो फिल भइरहेको छ यो फर्स्ट भ्लग भएर होला पनि अनि हेर्न सक्नुहुन्छ आज कस्तो राम्रो भइरहेको छ भने वेदर अनि जान त धेरै ठाउँमा मन थियो न त जाने मान्छे छ न त जान दिन्छ कहाँ जानु कोसँग जानु कसरी जानु गाह्रो छ त्यसमाथि आज 19 गते आज त बसहरू पनि बन्द हो अब पठाउ चढ्न सक्ने हाम्रो हैसियत छैन हेर्नु यो चाहिँ मेरो घरबाट देखिने तलपट्टिको भ्यू हो सरी कस्तो खतरा छ छन छैन रमाइलो छ ठाउँ चाहिँ जसले जे भने पनि सो गाइज यो चाहिँ मेरो कोठा हो पुरै भत्र गोल छ अनि त्यसपछि भोलिदेखि चाहिँ म यो कोठा पनि सफा गर्छु सो आजको लागि चाहिँ यति नै बाई थ्याङ्क यू